हेलो गाइज वेलकम एन्ड नमस्ते सबैजनालाई। हिजो आइतबार फागुन 25 गते यहाँहरू सबैलाई थाहा छ हाम्रो राजा पोखराबाट काठमाडौँ आउने आउनुभयो। अनि त्यसको लागि यो हाम्रो राजा 2 बजे काठमाडौँ एयरपोर्टमा 2 बजे आइपुग्ने समय तालिका रहेको थियो र अलिकति केही समस्याका कारण अलिकति ढिलाइ हुन पुगेको रहेछ। अनि त्यसमा अब राजा आउने भनेपछि अहिले अलिकति राजनीतिक गतिविधिहरू एकदम चहलपहलहरू धेरै तछाड मछाड भइरहेको अवस्थामा राजालाई स्वागत गर्ने भनेर हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरू आदरणीय दाई केन्द्र साई राजेन्द्र लिङ्गदेन अनि हाम्रो नागरिक बचाउ अभियानका महान व्यक्तित्व आदरणीय दाई दुर्गा प्रसाई दाई पनि आउनुहुन्थ्यो र अनि स्वागत नेपाल लगायत थुप्रै राष्ट्रवादी साथीहरू हिजो उपस्थित हुनुभएको थियो र हिजो एयरपोर्टमा एकदमै रमाइलो पनि भयो। एकदम शान्तिपूर्ण माहौलमा है राजालाई भव्य सभ्यका साथ एकदम स्वागत गर्न पायो र त्यो कार्यक्रममा म पनि उपस्थित भएँ। अब जन्मदेखि अहिलेसम्म त्यही राजा भन्ने नाम सुनेको मात्र थियो है, जति देखियो फोटोमा देखियो, जहाँ देखियो अनि किताबमा देखियो र प्रत्यक्ष रूपमा भेट्ने अवसर मिलेको थिएन, देख्ने अवसर मिलेको थिएन र हिजो मजाले देख्न पनि पाइयो, भेटियो, मजाले भेटियो, हात पनि मिलाउने अवसर मिल्यो र त्यति मात्र नभएर एयरपोर्टबाट उहाँको निवाससँगै हामीले एकदम सुरक्षाका साथ यहाँ छोड्ने अवसर पायौँ होइन, छोडेर आयौँ पनि। अनि साथीहरू राजा भेट्दाखेरि के फिल भयो भन्दाखेरि आखिर राजा भने राजै रहेछ। बोली, उनीहरूको भाषा अनि हेर्दाखेरि राजा अब ज्यानमा मैले धेरै पोस गरेँ, हात खुट्टा पनि 17-18 वर्षको युवा मान्छेहरूको हुन्छ नि, युवा एकदम केटाहरू जस्तो कलिलो हात खुट्टाहरू एकदम चिल्लो फ्रेस कुरा छोडिदिन्छ। राजा भने राजा हेर्दै जति कुरा गरेको लाखौँ मान्छेले दर्शन गर्ने अवसर पाइयो, दर्शन गरियो, आशीर्वाद लियो है, सबैसँग भेटघाट भयो। हिजोको दिन राम्रै भयो। जस यदि भाग्यमानी हुनुहुन्छ भने अब अहिले राजाले मजाले सबै नागरिकहरूलाई भेट्ने अवसर दिइराख्नु भएको छ। तपाईँहरू पनि गएर यसो भेटघाट गर्नुहोस्, गरिहाल्नुहोस्। नजिकै हुनुहुन्छ भने भेटघाट गर्नुहोस्, काठमाडौँमै हुनुहुन्छ भने अनि मजाले भेट्नुहोस्। अब सायद राजालाई भेट्ने दिन फेरि नआउन सक्छन्। कसैको जिन्दगीमा सपना मात्रै हुन पनि सक्छ है, राजालाई भेट्ने सपना मात्रै हुनसक्छ। किन भन्दा राजा अब गद्दीमा बसेपछि त्यति सजिलो छैन राजालाई भेट्नलाई। अब जो पाउनुहुन्छ त्यो चाहिँ भाग्यमानी राजा भेट्न पाउने, नभए सपना मात्रै हुन्छ राजालाई भेट्न पाउने। अब सर्वसाधारणको लागि सबैको लागि त होइन, सर्वसाधारणको लागि अलि सपना जस्तो हुन्छ। अनि त्यसैको अवस्थामा हिजो धेरै हिँड्यो साथीहरू। एयरपोर्टमा लगभग 11 बजीतिर म पुगेको थिएँ, होइन 11 बजे होइन, 12:15 बजीतिर पुगेको थिएँ। 12:15 बजेदेखि त्यही 2-3 बजेसम्म राजा नआउन्जेलसम्म त्यहाँ एकदमै माहौल तताइयो, त्यहाँ रमाइलो गरियो राजाको सपनमा र सबै देशभक्ति साथीहरूलाई, देशप्रेमी साथीहरूसँग भेटघाट भयो, गफ भयो। अनि हाम्रो दुर्गा दाई, त्यसै गरी राजेन्द्र दाई, ज्ञानेन्द्र दाई, स्वागत नेपाल दाई लगायत थुप्रो मान्छेहरू भेट्ने अवसर। अनि त्यति भइसकेपछि अब हामी त्यहाँबाट एयरपोर्टबाट
राजालाई टक्क बिचमा राखेर अगाडि पुलिसको गाडी अनि साइडमा हामी मजाले हातमा हात बाँधेर एयरपोर्टबाट लगभग 3 घन्टा 4 घन्टा जति टाइम लाग्यो होला है। अनि उहाँको निवास छोड्ने अवसर मिल्यो। लाइफमा सायद जिन्दगीमा होइन, काठमाडौँमा 1 वर्षभरि त्यति हिँडिएन होला जति हिजो हिँडियो। राजा गाडीमा, हामी सडकमा ठेल्दा गाडीहरू कुरा गरेर साध्यै छैन। जिउ यति फितलो भएको छ, शरीरमा इनर्जी पनि छैन, स्वर पनि सुकिरहेको छ। है परिणाम यहाँ छ। यो नमै गयो एउटा होइन 2टै नङ गयो। यो खुट्टा पनि लाग्छ, नङ गइसक्यो, थिचिएर एकदम ब्लड जम्मा भइरहेछ। त्यो लगभग जान्छ होला बिस्तारै बिस्तारै। अनि हिजो धेरै देखियो राज हो। यो सबै गतिविधि माहौल भनेको अहिलेको यो चोरहरूले गर्दाखेरि यो निम्तिएको हो। खासमा जनतालाई रहर त थिएन होला जस्तो लाग्छ मलाई। जनतालाई रहर नहुँदै पनि चोरहरूको कारणले गर्दा यो निम्तिन बाध्य भयो। अब यी चोरहरूलाई हिजो एउटा चोर गएर उहाँ पश्चिममा गएर पुग्दै थियो। पश्चिमको जनताहरू के हेरेर बस्या भन्दा लकेटमा रेगोडो लाउने रेगोडो यसरी गएर यो पुग्ने अझै विश्वास मानिराख्नुपर्छ। तपाईँहरू अझै भरममा हुनुहुन्छ यार। कहिलेसम्म भरममा बाँच्ने हो? चोरेर लुटेर यी चोरहरूलाई तराईभन्दा उ भन्न जान्दैन। भएको बाँकी पनि ठुट्काएर सक्ने होला। सब लुटेर खाए, बेचेर खाए। त्यो माथि रहेछ अलिअलि, त्यो पनि बेचेर खाने सम्भावना धेरै छ। त्यसैले पश्चिमेली दाजुभाइहरू, यी चोरहरू तराईभन्दा माथि जान नदिनु। तराईमा त माथि आयो भने रेगडो लाउने रेगडो यिनीहरू जहाँ भेटायो लखेड्ने। नभए हाम्रो देश त सकाए हामी पनि सकिने सम्भावना धेरै हुन्छ। अलिअलि बचेको टुक्रा छ। काठमाडौँ त खाइसक्यो। अलिअलि बचेको भनेको त्यही बालेनको एरिया हो। अब त्यो पनि कुन दिन बेचेर खान्छन् थाहा छैन। अझ ठुला कुरा गर्दैछन् यिनीहरू। जो चोर उसैको ठुलो चोर हुन्थ्यो नि। अब अनि अब जति हिजो खुसी भयो त्यो अब हिजो साँझ रुम पुग्दाखेरि दुःखी पनि त्यति नै दुःखी भयो गाइजहरू। किन भन्दा हिजोको त्यो राजासँगको अलिकति भेटघाटको फोटाहरू अनि सबै साथीहरूसँग यसो भेटघाटको भिडियोहरू थियो। समथिङ 28वटा क्लिप थियो मेरो, 2-3 मिनट लगायत 1.5 घन्टा जतिको भिडियोहरू थियो त्यो। अनि 28वटा क्लिपहरू थिए। सबै टोटल्ली त्यो यहाँ पेले नै हुँदैन कि बन्द भयो। साह्रै चित्त दुख्यो। एउटा भिडियो छैन, एउटा पनि छैन, सबै गयो। अनि त्यही बचेको भन्दाखेरि अब त्यो पशुपति पुग्दाखेरि अनि भन्दा पछिको रहेछ 2-3वटा बचेको। सबैजनालाई देशको माया हुनुपर्छ, देशको माया यहाँ हुनुपर्छ सबै मान्छे। त्यही भएर सबैजनाले देशलाई माया गरौँ, देश बचाउँ। देश बचाउनको लागि सबै मान्छे एकजुट हुन जरुरत छ। आफ्नो बाटोमा हिँडेर केही पनि हुँदैन। त्यही भएर देश एउटा राम्रो गार्जियन भनेको राजा नै हो जस्तो लाग्छ। राजा नभएको भए, यदि यो देशमा राजा नभएको भए, राजा हाम्रो बाबु होइन। राजा भनेको भगवान हो। राजा भनेको भगवान जसले नेपाल बनायो, नेपालीलाई बनायो। नेपाल बन्यो, नेपाली बने। यदि राजा नभएको भए यो देश बन्दैन थियो र हाम्रो बाबुआमा पनि हुँदैन थियो र हामी नेपाली हो भनेर गर्व गर्ने ठाउँ पनि रहँदैन थियो। म नेपाली हो भनेर भन्ने बाटो रहँदैन थियो। आज अर्कै लेखिन्थ्यो, भारत लेखिन्थ्यो होला। म भारतीय भनेर भनिन्थ्यो, चिन भनेर चिनिया नागरिक भनेर भनिन्थ्यो, के भनिन्थ्यो के भनिन्थ्यो त्यो थाहा छैन। त्यो सबै योगदान भनेको राजाको होला, त्यहाँनिर साथीको योगदान नहोला। तर उहाँ चाहिँ बडा महाराज धिराज पृथ्वीनारायण शाहको सन्तान हो नि त। अब देशको माया छ भने, देशको
माया छ भने देशलाई बचाउनु छ भने फेरि पनि हामी सबै मान्छे एकजुट हुनुपर्छ। यसरी चोरहरूको पछि लागेर केही पनि हुनेवाला छैन। त्यही भएर सबै सुरक्षाकर्मीहरू जति पनि सुरक्षाकर्मीका निकायहरू छन् यो तिनटै सुरक्षाकर्मीहरू पनि जनतालाई साथ दिनको लागि जरुरत छ। अब चोरहरूको लागि साथ दिनु होइन कि तपाईँहरूले जनताहरूलाई साथ दिनु पऱ्यो, जनताहरूको गुनासो बुझिदिनु पऱ्यो, जनताहरूको सुझावहरूलाई लिइदिनु पऱ्यो र जनतालाई सफल गर्नु पऱ्यो भनेर म यहाँबाट आग्रह गर्न चाहन्छु। आदरणीय सुरक्षाकर्मी सबै तिनटै टोलीलाई र बाँकी राजासँग केही क्लिपहरू थोरै क्लिपहरू छन्। अब जुन हुनुपर्ने त्यो तिनीहरू छैन यहाँ, अब त्यो बस्दै बजेन। त्यसको लागि अब के गर्ने, आफूलाई टेन्सन भइरहेछ। भएको थोरै क्लिपहरू छन्, यसो खासै त्यो ठिक नै छैन कि देखिन्न। त्यही पनि यसो हेरेर चित्त बुझाउनु होला। बाँकी त्यो भिडियोबाट लगाइस् एकदम राजा लगातार एयरपोर्टबाट हामी नारायण एकदम भिडभाड बसिरहनु
पछाडि हिँड्नु त ल साथीहरु राजा सेना जातिका तिर भन्छ म
भयो आजलाई अब एकैचोटि